सुरुमा बाँझो खेत अनि खेतका आलीहरू तास्दै अचिला काट्दै असारमा नयाँ धान रोप्ने तयारी हुन थाल्दछ। सन्तोष दाजु यहाँ हिल्याउँदै हुनुहुन्छ बारी। कति राम्रो, यहाँ हामी चाहिँ हेरिरहेको छौँ। कालमा उखाल मजाले बसेर रोप्ने तयारी। यहाँ धमाधम रोपाइ भइरहेको छ। गोरुहरू रेडी छन्। खाजा खाने छुट्टी पनि भएको छ यो मन्दिर क्षेत्रमा। भ्यू रोपाइको लागि तयारी गर्दै हुन्छ, उखाल्दै हुनुहुन्छ। खेतहरू पनि रेडी भइसकेको छ। यहाँ पानीको कुलो सललल बगिरहेको छ। एकदमै राम्रो देखिरहेको छ यहाँनिरको। तल तपाईँ म्याङसम्मको दृश्य यहाँबाट अवलोकन भइरहेको छ। यहाँभन्दा आनन्दको दृश्य त मैले मोबाइलमा कैद गर्न सक्दिनँ होला, त्यसमा देखाइरहेको रहेछ। तपाईँलाई पठाइदिन्छु ल भरे। ल यहाँ धान रोप्दै हुन्छ मजाले, हाँस्दै हुन्छ। धान रोप्दै हुन्छ, कति रमाइलो गर्दै रोप्दै हुन्छ। गली पनि सक्नुभयो होला, हाँस्दै पनि हुनुहुन्छ। तल चाहिँ मान्छेहरू त्यहाँ धान रोप्दै हुन्छ। जुम गरेर हेर्नु होला। अहिले मैले जुम गर्नु भ्याइनँ, यहाँ भारी पनि बोकिरहेको छु मैले। कति भ्यागुता कराउँदैछन् ट्यार ट्यार टुर टुर गर्दै। अब हामी यहाँ खेतबारी यो धान रोपेको नागेर भटमासको बिउ पनि यहाँ आलीको डिलडिलमा उम्रिरहेछ। अब यो